फोटो अलि देखिनको मोबाइल अलि पर लानु त बल्ल देखिन्छ मोबाइल अलि पर लगाएपछि मुख देखिन्छ कि बल्ल राम्ररी हो हो त्यसो गरेपछि अनि क्या सधैँ छ ठिकै छ आज त्यो ठिकै हुना भएर आमलाई त ठिकै छ ठीक छ आज बर्रे बाबर आफैले पकाएको बोडीको तरकारी खाजा खान पाइन्थ्यो यहीँ म सँगै छु र त पाइन्न खाम जसला त नसला त यो बुवा हजुर अहिले बुवाले टोइलेट हाल्नुहुन्छ नेपाली अब उठेर आमाको बल थियो सक्नुहुन्थ्यो र बोडियो तरकारी र खाजा खाइन्थ्यो गर त्यही भएर मैले अब केही सक्नुहुन्न भनेर मैले हिँडै सक्रा दिएदिन यहाँ बोलाइदिनु अब हामीले बोलाउने ठाउँ नि दिन आए घरकाले फेरि पठाए आवेलाई त्यहाँ आउनलाई घरकाले त जथेर नि त हाजिर छन् के गए हुन्थ्यो भन्ने चाहिँ हुन्छ होला खाजा खान खिचडी खाम त हराओ त्यही पनि यहाँ आएछ नि यहीँ बसेर खाम्ला केही पिर छैन नेपाल आएपछि आइजाओ त्यो नानीलाई पनि देख्ने मन लाग्यो नानीलाई लिएर त्यहाँ बुढाबुढी भएर आइजाओ मैले त भिडियो पठाइदिएको थिएँ नानीको तपाईँलाई मङ्सिर त्याउली हुने त भने त्यथरी आइजाओ भिडियोमा टिकटकमा तिनी उता बरु देखिए हजुरआमा नानीको भिडियो हेर्न खोज्नु भएको थियो होला त्यही भएर तपाईँको मोबाइलमा पठाइदिएको थिएँ नानीको भिडियो मैले ल नानीको भिडियो त तपाईँको मोबाइलमा पठाइदिन्छु तपाईँलाई अस्तिरै पठाइदिएको एक हप्ता अगाडि पठाइदिएको तपाईँलाई मैले हाम्रो नानी चिन्न पर्यो ए भाषा त खानुभयो कि बल्ल उठ्ने बेला भयो अब खानियो बल्ल अब खानियो हुन्छ यहाँ पठाइदिएपछि भिनाजुले बताइदिनुहुन्छ नि आइजाओ मङ्सिर आइजाओ छुट्टी मिलेसम्म ल अनि दिवाली पोहोर नगरेका अहिले हजुर बुझेन दिवालीको के भएर आफ्नो फुर्सद मिले पार आउँछ नि यहाँ देख्न त पाइन्थ्यो कति वर्ष हो भयो त हाम्रा मान्छे पनि कहाँ छन् भन्ने भयो बिर्स्यो परवेश दाइ आउँदै हुनुहुन्छ क्या पर्सितिर त्यहाँ आइपुग्नुहुन्छ होला दाइको त्यहाँ अलिकति ढिला भयो अरे त्यही भएर एक दुई दिन ढिला आउनुहुन्छ क्या भोलि आउनुहुन्छ होला त्यहाँ भोलि आइपुग्नुहुन्छ होला संक्रान्तिका दिन बिहान आउँछ परवेश भन्थिन् र दिदीले हो गएर त्यहाँ अलिकति ढिला भयो अरे दाइलाई अब कहिले हिँडेदेखि एकल फोन आउनन् मान्छे त भेट हुन आउँछ कि नै शिशिर जान भेट हुन नि कहिले आउनु फोन त यहाँ त्यसै टाइम पनि हुँदैन यहाँ उल्टो टाइम हुने केटाकेटी त्यही त हो मैले दिदीसित त्यही भने हाम्रो त कुराहरू नि सोध्ने गर्छन् दिदी तपाईँहरूको हाल त सानोहरूको के गर्छ भनेर नि सोध्दैनन् के हो भनेर भने सोध्न त भन्नु त सोध्ने त एकल फोन त नेपाल आएका बेला त गर्न सक्थे त गर भन्ने थिएँ मैले
त्यही त कहिले कहिले कतिमा यहाँ अब गएको अब कता कता जान हुन्छ अब त्यही त हो त्यतिखेर अलिअलि सम्झिने अनि तिनीहरूलाई बोकेर कहिले सिद्धाएर कहिले झ्याउ खोला कहिले राख्से गराएर खाइ नखाइ डुलाइ मैले तिनीहरूले एकल फोन गर्न पनि सक्दैन मैले त त्यही भन्दै थिएँ अस्ति दिदीसित उसाले खान पाइने अरे भनेर चामल बोकेर गुन्द्रा बोकेर थाङ्रा बोकेर तिनी केटाहरूका लागि अब सिद्धाएर आउँदै पुग्थे अहिले त सबै बिर्से तपाईँले नचिनाइदिएर उनी बालखाला के थाहा छ र आफ्नी सानी माछिन जप्न नि पुग्छन् आफ्नी सानी माछिन जहाँ पनि बुहारीकी सानी माछिन पुग्छन् र मेरी बहिनी उर्सिन पनि जानुपर्छ तिम्रो भनेर तपाईँले भनेको जान्न तेर भन्दै थिएँ मैले त ल ल म नि अब यहाँ घर जाने बेला भयो मैले घर जान्छु र अनि अहिले नानीसित नि देखाइदिन्छु म नानीसित नि कुरा गराइदिन्छु ल अहिले ल हुन्छ हुन्छ म अब 5 मिनटमा घर पुग्छु ल है भरिसा आमा छोरी जो देखाएस् हुन्छ फेरि तपाईँले त फेरि फोन उठाउनु नगरे त्यही त समस्या उठाउँछु किन नउठाउने यो मेरो मोबाइल साइलेन्टमा हो तर अघि सुन्निन्न फोन आएको त्यहाँ फोन हेर्नु त मेरा फोन कति आछन् त्यहाँ हेर जानी कि भए त त्यही दाजुले बिहान हेरेर विवेकले फोन गरेको त्यसले उठाएन भन्नु नि त बल्ल बिना यस्तो कुरा भयो त बिहान ल अब टन्नै 1 घन्टा जति ल म अहिले घर जान्छु र फोन गर्छु अहिले ल ल हुन्छ हुन्छ ल ल ल